मदन आश्रितको 32औं स्मृति दिवसको अवसर पारेर रौतहटका ज्येष्ठ कम्युनिष्ट योद्धाहरूलाई शनिबार चन्द्रनिगाहपुरमा सम्मान गरिएको छ। मदन भण्डारी फाउन्डेशन जिल्ला कार्य समिति रौतहटले मदन आश्रितको 32औं स्मृति दिवसको अवसर पारेर रौतहटका ज्येष्ठ कम्युनिष्ट योद्धाहरूलाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले मदन भण्डारीको त्याग र योगदानबाट देशमा कम्युनिष्टहरू यो अवस्थामा आएको बताएका छन्। यो ज्येष्ठ नागरिकलाई मात्र हामी सम्मान गरेका हैनौं, हामीले यस रौतहटमा कम्युनिस्टको जरो रोप्ने, बिउ रोप्ने र आफ्ना जवानीका दिनमा आफ्ना मेहनत खून पसिनाले कम्युनिस्ट आन्दोलनलाई प्रभावी रूपमा रौतहटमा विस्तार गर्ने त्यस्ता महान व्यक्तित्वहरूलाई आज हामी सम्मानित गर्ने जुन अवसर पाइयो र यो अवसरको साक्षी म पनि बने। त्यसका लागि म सर्वप्रथम यो मदन भण्डारी फाउन्डेसन रौतहट परिवारलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। महान नेता भण्डारीले देखाएको बाटो कसैले पनि भुल्न नहुने जिल्ला इन्चार्ज गुप्ताले बताए। देश विकासको लागि नेकपा एमाले बाहेक अरू कुनै पनि पार्टीले गर्न नसक्ने उहाँको धारणा थियो। आजभन्दा 32 वर्ष अगाडि जुन किसिमको दुर्घटना भयो, उक्त दुर्घटनाले देशमा ठूलो क्षति पुगेको गुप्ताले बताउनु भएको छ। यसैगरी सोही कार्यक्रममा फाउन्डेशनका मधेस प्रदेश अध्यक्ष राज मोहम्मद रायले मदन भण्डारीको जीवनी र 32 वर्ष अगाडि भएको दुर्घटनाको बारेमा जानकारी गराएका थिए। यो स्मृति खास गरी मदन भण्डारीलाई दासढुङ्गा भन्ने ठाउँमा रसमय तरिकाबाट हत्या गरियो। त्यो हत्या चाहिँ किन भयो भने मैले बुझेर अध्ययन गरेको सिलसिलामा म के बुझेको छु भने दुनियाँबाट कम्युनिस्ट समाप्त भइरहेको थियो। हाम्रो रुसबाट कम्युनिस्टको लेनिनको स्ट्याचु तनासाबको माध्यमबाट त ढाइरहेको थियो। तपाईँ किराङले र डोजरले त स्ट्याचुलाई हटाइरहेको थियो। त्यो बेला चाहिँ मदन भण्डारीले कलकत्तामा 4 घण्टा भाषण गर्नुभयो। त्यो 4 घण्टा भाषणले गर्दा अमेरिकाको जुन एउटा न्युज पेपरले इङ्ग्लिसमा जुन उहाँको फोटो निकाल्यो, समाचार निकाल्यो कि एसिया महादेशमा मार्क्सवाद अहिले जिन्दा छ भनेर त्यो एउटा पेपर निकाल्यो, अमेरिकाले निकाल्यो त्यो पेपर कि मार्क्स अहिले एसियामा जिन्दा छ, त्यो नेपालमा जिन्दा छ भने त्यो एउटा पेपर निकाल्यो। त्यो पेपर अहिले पनि छ, त्यो हेर्न सक्नुहुन्छ तपाईँ। त्यो पेपरले गर्दा यो देशमा दुनियाँमा चाहिँ यो तनासाहरूले मिलेर अब कम्युनिस्ट समाप्त भएको बेलामा नेपालमा कम्युनिस्ट कसरी आउँछ भनेर तिनीहरू योजना बनाएर योजनाबद्ध तरिकाले उहाँको हत्या गराउन सुरु गर्यो। हत्या गराउने योजना बनायो। म हजुरले के जानकारी दिन चाहन्छु भने मदन भण्डारी काठमाडौँबाट एयरपोर्टबाट पोखराको एयरपोर्टमा जानुभयो। अनि त्यहाँ एयरपोर्टमा अमर लामाले दुईटा विदेशीसँग कुरा गर्ने वातावरण त्यहाँ थियो। दुईटा विदेशीसँग कुरा पनि गर्नुभयो। त्यो बेला चाहिँ यो देशको अमेरिकी राजदूत एकजना महिला के जुलिया चाङ हुनुहुन्थ्यो। जुलिया चाङ उहाँ त्यो बेला यहीँ आउनुभएको थियो कि त्यहाँ मार्क्स कसरी उत्पन्न भएको छ, मार्क्सको कुन हिसाबले जन्म भएको छ, को मार्क्स हो भने मदन भण्डारी मार्क्सको लाइनमा हिँड्नु भइरहेछ भने उहाँको त्यहाँबाट सरुवा भएर यहाँ आउनुभएको थियो उहाँ जुलिया चाङ। अनि यहाँबाट पोखरा जानुभयो। पोखराबाट जब चितवन जाने सिलसिलामा उहाँ जब मुगलिम कटेपछि उहाँको इच्छा भयो कि मुगलिम भन्दा पहिला नै एकजना अझ साथी हुनुहुन्थ्यो, त उहाँ त्यही झर्नुभयो। तर मुगलिमबाट छिर्दाखेरि उहाँले भन्नुभयो म चिया खान्छु रे, चिया खाने ठाउँमा तपाईँ रोक्नुहोस् गाडी, मदन भण्डारी भन्नुभयो। तर अमर लामाले अब कुन ठाउँमा रोक्नुपर्छ, कहाँ रोक्नुपर्छ त्यो हिसाबले काम ठाउँमा एउटा चिया पसलमा उहाँ गएर गाडी रोक्नुभयो। त्यो गाडी त्यहाँ रोक्नुभयो, चिया खानुभयो उहाँहरू। फेरि गाडी हाँक्नुभयो, पानी गरिन्थ्यौँ, वातावरण थियो। तर गाडी बिस्तारै 1 नम्बर गियरमा आएर बिस्तारै गाडी त्यो हिँडिरहेको थियो चिया खाएपछि। अनि जुन ठाउँमा गाडी लिएर जानुभयो त्यो गाडीको बाटोमा भुस खसाल्ने दुई ठाउँमा भुस खसालेको थियो। त्यो भुस किन खसाल्यो, कसरी खसाल्यो, किन त्यही भुसनिर कसरी एक्सिडेन्ट भयो त्यो सोच्ने कुरा हो। त्यो भुसनिर नै त्यो गाडी चाहिँ
हाम फालेर अमर लामाले अनि गाडी त्यहाँ खसाल्थ्यो। म के भन्न चाहन्छु भने त्यो गाडीमा जीवराज आश्रितको सब पायो र 2 दिनपछि 3 दिनपछि हाम्रो मदन भण्डारीको लगभग 25 किलोमिटर दूरीमा चाहिँ उहाँको लास सब पायो। यसैगरी फाउन्डेसनका रौतहट जिल्ला इन्चार्ज अमर आले मगरले कार्यक्रमको औचित्यबारे प्रकाश पारे। आजको उद्देश्य भनेको खास गरी मदन भण्डारी फाउन्डेसनको काम कर्तव्यहरू के हुन्, यसले गर्न सक्ने कामहरू के हुन् भन्ने विषयमा नै हो। नेकपा पार्टीलाई बलियो बनाउनको लागि ज्येष्ठ कम्युनिष्ट योद्धाहरूको अतुलनीय योगदान भएको हुँदा सो योगदानलाई कदर गर्दै सम्मान गरिएको इन्चार्ज आलेले बताए। वास्तवमा मदन भण्डारी फाउन्डेसनले कम्युनिष्ट आन्दोलनको जनताको बहुदलीय जनवादको चाहिँ प्रचार प्रसार एवं सामाजिक क्रियाकलापहरूको चाहिँ रचनात्मक सृजनात्मक कामहरू चाहिँ गर्ने, समाजमा गएर गर्ने हो भने यसले शिक्षा र स्वास्थ्यमा पनि काम गर्छन् र त्यसै गरी हामीले अर्को सालको लागि केही कार्ययोजनाहरू पनि तयार गरिसकेका छौँ। रौतहट कम्युनिस्ट यो मदन भण्डारी फाउन्डेसनले र यो मदन भण्डारी फाउन्डेसनले हाम्रो कम्युनिस्ट पार्टीमा आएको ह्रासलाई ऊर्जा दिने काम पनि गर्दछन् र लुकेर बसेका जिम्मेवारी नपाएका वृद्ध कमरेडहरूलाई चाहिँ चलायमान गर्नको लागि र उहाँहरूको चाहिँ उसले चाहिँ हामीमा पनि ऊर्जा आओस् भन्ने उद्देश्यलाई लागि पनि यो चाहिँ कार्यक्रम राखिएको हो। सम्मान कार्यक्रममा 50 जना 75 वर्ष कटेका ज्येष्ठ कम्युनिष्ट योद्धाहरूलाई सम्मान गरिएको फाउन्डेसनका रौतहट जिल्ला सचिव देवराज न्यौपानेले जानकारी दिएका छन्। ज्येष्ठ कम्युनिष्ट योद्धाहरूलाई सम्मान पत्र खादा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानित भएको ज्येष्ठ कम्युनिष्ट योद्धाहरूले विगतमा आफूले पार्टीभित्र गरेका कामहरूको स्मरण गरेका थिए। रौतहटमा कम्युनिष्ट पार्टीको अवस्था र पार्टीभित्र खेलेको भूमिकाबारे गुजराका 87 वर्षीय माधव गौतमले स्मरण सुनाएका थिए। भनेको जस्तै मदन कुमार भण्डारीको अघि धेरै साथीहरूले कुरा गरे, हाम्रो अजयजीले पनि कुरा गर्नुभयो। अजयजीले आन्दोलन त गर्न जानु भएन, आन्दोलन गर्ने युद्ध भनेको यहाँ पहिलो रौतहटको म हो, यहाँ कोही छैन। साँचो कुरा चाहिँ भन्दाखेरि चाहिँ तर तपाईँहरू पत्याउनुहोस् अथवा नपत्याउनुहोस् मेरो कुरा होइन, तर यहाँ हेर्नुहोस् यो अहिले इनारबारीको चाहिँ तपाईँको आन्दोलन देख्नुभयो तपाईँहरूले, त्यतिखेर 9 सालको आन्दोलन हेर्नुभयो तपाईँहरूले। कसैलाई थाहा छ? कसैले गर्यो? कसले गर्यो त? यो कुरा थाहा छ त? कम्युनिस्ट कहाँबाट जन्मियो? को हो त जन्माउने? यो कुरा पनि वास्तविक मैले हेरेँ, कोही साथीलाई थाहा छैन। कार्यक्रममा ठाकुर प्रसाद उपाध्याय, टीका बहादुर कार्की, इन्द्र बहादुर तिमल सिन्हा, उत्तम गुरुङ, हर्क बहादुर पुलामी, शेख अब्दुल रसिद, जम्क बहादुर थापा, सन्तराम राई, रामवृक्ष चौधरी, दीपा सहनी, छविलाल तिमल सिन्हा, गोविन्द सापकोटा, गोविन्द चौधरी, तन्की हजरा लगायत 50 जनालाई सम्मान गरिएको। कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटिकी उपसचिव तथा भूमि आयोगकी केन्द्रीय सदस्य आरती भण्डारी, भूमि आयोग रौतहटका अध्यक्ष अखिलेश चौधरी, पार्टीका मधेस प्रदेश सदस्यहरू, नेकपा एमाले रौतहट जिल्ला कमिटी सचिव बाबुराम दाहाल, उपसचिव अवधेश यादव, मुना लामिछाने, जिल्ला कमिटी सदस्यहरू, पार्टीका नगर कमिटी अध्यक्ष शिव आचार्य, चन्द्रपुर 4 का वार्ड अध्यक्ष रवि राणा मगर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल सिन्हा, प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडी लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। फाउन्डेसनका रौतहट अध्यक्ष मुनिलाल सहनीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिव देवराज न्यौपानेले गरेका थिए।